साथीहरु आज म चाहिँ रायो हालेर चाउमिन पकाउँदै छु। तपाईहरु भिडियो अन्तिमसम्म हेर्नुला कस्तो दामी तरिकाले पकाउँछु भन्ने कुराहरु है तपाई भिडियो हेर्दै गर्नुला। फाइनली साथीहरु तेल तातियो त्यसपछि मेरो रायो सब मिक्स गरेर हालेर हेर्नुस् त। आहा मजाले रायो सब्जीमा मिक्स हुन्छ है सबै कुराहरु। अब यसले हल्का चलाउँछु म। हल्का चलाउँछु हल्का सकेर हल्का पाक्न दिन्छु यसलाई है। फाइनली गाइज मेरो रायो अनि बन्दा टमाटर सबै पाकिसक्यो हैन। त्यसपछि म चाहिँ अब चाउमिन हाल्दै छु। हेर्दै गर्नु होला भिडियो। दामी भलक बनाएको छु आज मैले। मेरो भिडियो अन्तिमसम्म हेर्नु होला है साथीहरु। ल हेर्नुस् त अब चाउमिन धेरै नखाने हैन। अब दुई जनालाई हो। यतिले सायद इनफ भइहाल्ला। यति चाहिँ भोलिको लागि राख्नु पर्यो। अब भोलि पनि खानु पर्यो। अब भोलिको लागि अब म फ्राई गर्छु है। फाइनली सबै मसला चाहिँ मैले रेडी हालिसकेँ हैन। अब म यसलाई हल्का चलाउँछु हेर्नुस् त। अब कस्तो तरिकाले चलाउँछु फाइनली सबै मसला चाहिँ मैले हालिसकेँ। अब यस्तो चलाउनु पर्यो यसलाई। पुरा मसला मिसाउनु पर्यो यसमा हैन। कालो अब राम्रोसँग मिक्स गर्नु पर्यो यसलाई। अब मिक्सै सकिएपछि फाइनली गाइज पाकेर रेडी भइसक्यो। हेर्नुहोस् त कस्तो कलर पनि चेन्ज भइसकेको छैन। पाकेर एकदमै रेडी भइसकेको छ। अब खानालाई तयारी छौँ हामी है। अब फाइनली साथीहरु भाग हाल्ने तर्खरमा छौँ। यो भाग चाहिँ बुढीको यो भाग चाहिँ बुढीको गाइज। अब यो भाग बुढीको चाउमिन। यो भाग चाहिँ मेरी छोरीको। छोरी यता छ उता हेर्नु छोरी। हेर्नु छोरी तँ भाइरल छोरी उता मोबाइल हेर्नु हेर्नु। यो भाग चाहिँ मेरी क्युटी छोरीको। यो भाग छोरीको। फाइनली यो भाग चाहिँ अब मेरो भन्नु पर्यो। आज हामी तिनटै छौँ। यो भाग चाहिँ मेरो गाइज। आज चाउमिन पार्टी आफ्नै घरमा। ल अब यदि चाउमिन राख्नु पर्यो। कसैलाई फेरि अपुग भएपछि थप्नु पर्ला। के भन्छ छोरी त्यो मम्मीलाई फेरि मम्मीलाई दे। ल अब चाहिँ अब टेस्ट गरौँ है सायद छोरी। अब टेस्ट गरौँ है कस्तो रहेछ चाउमिन। म हरियो रायो हाले चाउमिन दामी एकदम बढिया एकदम टेस्टी। कस्तो छोरी ट्राई गर्छ बा। टेस्टी। बाई नेक्स्ट भिडियो भोलि आउने छ।